पूर्णा शिवाकोटीज्यूलाई यस मञ्चमा निम्ताउन चाहन्छु र उहाँहरूले यो वर्षभरिको आफ्नो विवरणहरू प्रस्तुत गर्नुहुनेछ र भोलि गएर हामी कसरी अगाडि बढ्ने कुरोहरू पनि यहाँ प्रस्तुत गर्नुहुनेछ भन्दै यो माइक्रोफोन उहाँलाई हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। सबैमा नमस्ते। इङ्ग्लिसमा बोल्नु पर्यो भनेर लामो लेखेर ल्याएको थियो। सबै नेपाली बुझ्ने, हामी सबै सजिलो भाषा, हाम्रो चल्तीको भाषा। हामीले विगतको वर्षमा खर्च गरेको विवरणहरू यहाँ देख्न सक्नुहुन्छ। बजेट निकै टाइट थियो र पनि कसो कसो गरेर दुःख सुख चल्यो। हाम्रो संस्था 5013C संस्था हो, नन प्रफिट, डोनेसनबाट चल्ने, समाजका व्यक्तिहरूबाट, व्यापार व्यवसायबाट प्राप्त सानो रकमबाट सानो प्रकारले खर्च बचाएर चल्ने खालको संस्था हो। हामीले वर्षक आवश्यक भन्दा बढी काहीँ पनि खर्च गरेका छैनौँ। त्यो विवरणहरू, ट्याक्स फाइलहरू हामी फाइल गर्ने पक्षमा छौँ, एभ्री इयर गरिरहेकै छौँ। खर्च मात्रै गरेर भएन, अब भविष्यमा के चाहिँ गर्ने भनेर हामीले प्लान पनि गरेका छौँ। कोर्टमा बसेर प्लान गरे अनुसार यो 2026 देखि 2028 सम्मको लागि हामीले कम्युनिटीलाई स्ट्रेन्थन गर्ने, कम्युनिटीबाटै फन्डिङ, डोनेसनहरू कलेक्ट गर्ने प्रकारको कार्यक्रमहरू हामीले अघि बढाएर ल्याउनेछौँ। अलिकति हामी टेक्नोलोजीमा पनि अलिकति पछि परिराखेको अवस्था थियो। रङ भाइ अनि दुर्गा भाइ अनि हामी सबै मिलेर अलिक टेक्नोलोजी एफिसिएन्ट हुनुपर्छ समयअनुसार भनेर हामी क्युआर कोडदेखि लगेर समाजमा विभिन्न कार्यक्रमहरू हुन्छन् त्यतिखेर सहयोग गर्ने, मतदान अलिकति समाजको लागि अलिकति केही सहयोग गर्नु भन्ने व्यक्तित्वहरूबाट पनि सहयोग लिनेछौँ। मैले विस्तृतमा अङ्ग्रेजीमा यहाँ लेखेको छु हाम्रो प्लानहरू, यहाँहरूलाई आवश्यक परे भने त्यो उपलब्ध गराउन सकिन्छ। तर हाम्रो उद्देश्य भनेको चाहिँ हामी समाजका मान्छे एकअर्कामा आवश्यक पर्छ। समाजलाई मर्दा पर्दा एकअर्काको साथ चाहिन्छ। हामीले बुझ्नुपर्ने कुरा यो हो, यो हाम्रो देश होइन, हामी भुटानी हौँ, हामी भुटानका हौँ। हामी साह्रो गाह्रो पर्दाखेरि एकसाथ रहनुपर्छ। मलाई पर्दा समाजका अरू मान्छेहरूले सहयोग गर्नुहुन्छ, समाजका अरू मान्छेहरूलाई पर्दा मैले सहयोग गर्नुपर्ने हुन्छ। तर जानी जानी कहिलेकाहीँ गल्ती पनि हुन सक्छन्। गल्ती भएका बेलामा एकजना मान्छे म पूर्ण शिवाकोटी गएर कसैको लागि बोल्नुको साथमा समाजको अध्यक्ष, समाजको व्यक्ति गएर बोल्दाखेरि